चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरूलाई 2082 कार्तिक 20 गते भित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ। 2082 असोज 30 गतेको नेपाल सरकार मन्त्री परिषदको बैठकका मुख्य निर्णयहरू यस प्रकार रहेका छन्। सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टी डोनर ट्रस्ट फन्डबाट प्राप्त हुने 10 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। 2. इनरुवा पूर्णिया 400 केबी अन्तर्देशीय प्रसारण लाइन तथा दोधारा बरेली 400 केबी अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त लगानीमा नेपाल तथा भारत दुवै भूमिमा 2वटा संयुक्त कम्पनीहरू स्थापना गर्ने र उल्लेखित 2वटा संयुक्त कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणबाट क्रमशः 1 अर्ब तथा 2 अर्ब रुपैयाँ बराबरको सो पुँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। 3. नेपाल र भारत बीच पारस्परिक कानूनी सहायता सन्धि सम्बन्धी एग्रीमेन्ट बिट्विन द गभर्नमेन्ट अफ नेपाल एन्ड द गभर्नमेन्ट अफ रिपब्लिक अफ इन्डिया अन म्युचुअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स विषयक सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ। 4. नेपालले अन्य मुलुकसँग आवश्यकता अनुसार फौजदारी मामिलामा पारस्परिक कानूनी सहायता सन्धि गर्न वार्ताको लागि प्रस्ताव गर्ने सम्बन्धी ट्रिटी अन म्युचुअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स MLAT स्वीकृत गर्ने र आवश्यकता अनुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुक समक्ष पठाउन स्वीकृति दिने निर्णय भएको छ। 5. चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरूलाई 2082 कार्तिक 20 गते भित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ। यो अनुसारको नामहरू पनि म तपाईहरुलाई भन्न चाहन्छु। चीनमा प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, त्यस्तै गरेर जर्मनी डाक्टर शैल रूपाखेती, इजरायल प्राध्यापक धनप्रसाद पण्डित, मलेसिया डाक्टर नेत्र प्रसाद तिमिल सिन्हा, कतार श्री रमेश चन्द्र पौडेल, रूस श्री जंग बहादुर चौहान, साउदी अरब श्री नरेश विक्रम ढकाल, स्पेन श्री सनिल नेपाल, संयुक्त अधिराज्य श्री चन्द्र कुमार घिमिरे, संयुक्त राज्य अमेरिका श्री लोकदर्शन रेग्मी र जापान डाक्टर दुर्गा बहादुर सुवेदी, उहाँहरूलाई चाहिँ फिर्ता बोलाउने निर्णय भएको छ, जुन 2082 कार्तिक 20 गते भित्र नेपाल फर्किसक्ने गरेर फिर्ता बोलाउने निर्णय भएको छ। त्यस्तै 6. त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरु योजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरु योजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। खास गरेर अब नेपालले जुन सफलता क्रिकेटमा हासिल गरेको छ, यो सफलता र यो निर्णय पनि सँगसँगै जोडिएर संयोगले पनि र योजनाबद्ध रूपमा पनि आएको देखिन्छ। यो अनुरोध गरे यहाँहरूलाई। अर्को, नेपाल न्याय सेवा न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणीका रजिस्ट्रार श्री जितेन्द्र बाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी न्याय परिषदको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ। 8. नेपाल न्याय सेवा सरकारी वकिल समूहका कामू नायब महान्यायाधिवक्ता श्री उद्धव प्रसाद पुडा सैनीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ।